नमस्कार साथीहरुमा आज तपाईहरुलाई फेसबुक एकाउन्ट धेरै भएपछि आफ्नो फेसबुक एकाउन्टलाई कसरी डिलिट गर्ने भन्ने बारेमा जानकारी दिन गइरहेको छु। कृपया भिडियोलाई अन्तिमसम्म हेर्नु होला है साथीहरु। स्टार्टिङमा तपाईहरुले जानुपर्छ फेसबुक प्रोफाइलमा गएर यहाँ माथि देखाइएको छ तपाईको 3 डटको अप्सन देखाइएको छ मेसेन्जरको तल। यहाँ गएर क्लिक गर्नु होला अनि त्यसपछि यहाँ छ सेटिङको अप्सन। यहाँ सेटिङको अप्सनमा क्लिक गर्नु होला हैन। त्यसपछि यहाँ छ सी मोर इन एकाउन्ट सेन्टरमा क्लिक गर्नु होला अनि त्यसपछि यहाँ देखाइएको छ यहाँ तल देखाइएको छ पर्सनल डिटेलमा क्लिक गर्नु होला अनि त्यसपछि यहाँ तल छ एकाउन्ट ओनरशिप एन्ड कन्ट्रोल भन्ने छ अप्सन तल लास्ट वाला यसमा क्लिक गर्नु होला। त्यसपछि यहाँ तल छ डिएक्टिभेसन और डिलिट भन्ने अप्सन छ यहाँ क्लिक गर्नु होला अनि त्यसपछि यहाँ तपाईको फेसबुक एकाउन्ट देखाउँछ अनि यसमा फेरि ट्याप गर्नु होला हैन। त्यसपछि यहाँ तल देखाइएको छ डिलिट एकाउन्ट भन्ने अप्सन छ त्यहाँ क्लिक गर्नु होला अनि तल कन्टिन्युमा क्लिक गर्नु होला अनि त्यसपछि यहाँ तपाईहरु जुनसुकै अप्सन पनि रोज्न सक्नुहुन्छ। आई स्पेन्ड टु मच टाइम अन फेसबुक मलाई फेसबुक चलाउन टाइम हुन्न भनेर यो अप्सन पनि चुज गर्न सक्नुहुन्छ। त्यसपछि यहाँ तल कन्टिन्युमा क्लिक गर्नु होला है अनि त्यसपछि यहाँ फेरि तपाई कन्टिन्युमा क्लिक गर्नु होला अनि त्यसपछि यहाँ तल देखाइएको छ कन्टिन्यु भन्ने अप्सन देखाइएको छ यहाँ पनि। त्यसपछि तपाई यसमा क्लिक गर्नु होला है कन्टिन्युमा क्लिक गर्नु होला अनि त्यसपछि यहाँ तपाईको फेसबुक एकाउन्टको पासवर्ड के हो त्यो पासवर्डलाई थिच्नु होला। अब म मेरो फेसबुक एकाउन्टको पासवर्ड हाल्छु है। त्यसपछि यहाँ कन्टिन्युमा क्लिक गर्नु होला। तपाईको एकछिन है यहाँ देखाइएको छ डिलिट एकाउन्ट। यहाँ डिलिट एकाउन्ट भनेको चाहिँ पर्मानेन्टली डिलिट हुन्छ है साथीहरु। पछि सर्च गर्दा पनि आउँदैन 30 दिन भित्र तपाईको एकाउन्ट पर्मानेन्टली डिलिट भइहाल्छ हैन। त्यसपछि यहाँ डिलिटको अप्सनमा क्लिक गर्ने। एकैछिन है नेट स्लो भएको कारणले हो। त्यसपछि तपाईको फेरि अर्को आईडी लगइन माग्छ अनि त्यसपछि तपाईको आईडी डिलिट हुन्छ। यदि भिडियो मन परेमा तपाईहरुलाई कृपया भिडियोलाई लाइक शेयर कमेन्ट गर्नु होला र च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला है साथीहरु।